हेलो गाइज, वेलकम टु न्यू ब्लग। मेरो न्यू ब्लगमा तपाईँहरूलाई पनि फेरि पनि स्वागत छ। अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला सायद, म पनि सन्चै छु। मेरो चाहिँ धेरै दिनपछि ब्लग आएको छ आज चाहिँ। अनि अस्तिर चाहिँ पर्सनल कामले गर्दा बनाउनु भएको छैन गाइज ब्लग। आज चाहिँ फेरि मेरो भाइ र म घुम्दै यो खेततिर आएको छौँ गाइज। भाइ हेलो गाइज भन्दै त गाइजहरूलाई यता क्यामेरातिर हेरेर अच्छा ठीक है। भाइ चाहिँ बिस्कुट खानामै व्यस्त छ गाइड। अनि भाइ चाहिँ उफ्री गएको छ। अनि गाई चाहिँ यस्तो छ एकदम ठिक छ। यता चाहिँ यसो कुल मौसम सिरसिरा लागिरहेछ। अनि वातावरण पनि सफा छ गाई आज चाहिँ जुम्लामा। अनि भाइ चाहिँ उफ्री गइरहेछ अगाडि। अनि गाई रोक सँगै जाउँला। रोक बुने भाइ नेहन रोक सँगै जाउँला। भाइ चाहिँ उफ्री जाँदैछ। रोक बुने नेहन रोक भने मान्दैन यार। ल हेलो गाइज भन्दै त। हेलो गाइज भाइ चाहिँ भ्लग बनाउँछु भन्छ रे। अनि गाइज अनि यस्तै छ आजको भ्यू चाहिँ। अगाडिको भ्यू चाहिँ यस्तो छ। अनि म चाहिँ यसो लुखो भाइसँग घुम्दै आएको। भाइलाई पनि यसो घुमाउन लगाइदिएको खेततिर। भाइ चाहिँ यस्तो उफ्रिरहेछ खुसी भएर। के भनिस् को केटी पर गाइज दुईवटा केटी आइरहेछन्। अब दिदीहरू भनिन् त्यसले केटी आयो भनेर जिस्केर आइले नि जिस्केस दिले को भनेर जिस्केस भन्ने भन हेलो गाइज मात्रै भन्ने। अनि म चाहिँ भ्लग बनाउन आउँछु सुसु भन्दैनस्। ल जाउँ अब बिस्तारै। अनि भाइ चाहिँ र म घुम्दै आएको छौँ। अनि भाइ र म यसो घुम्दै आएको गाइज। अनि अब चाहिँ हामी घर जाँदैछौँ। भाइ चाहिँ पुरै खुसी हुन्छ। हेलो भाइ के खाने अरे हामीले के खायौँ गरे आइसक्रिम खायौँ। भाइले चाहिँ आइसक्रिम खाने भनेर पैसा सकिसक्यो। भाइले आइसक्रिम खान लगाएको थियो। अनि आइसक्रिम पनि खाइसक्यो। एकैछिन च्वाइट बनाइदिन्छ भाइ चाहिँ आइसक्रिम। अनि हेर नि अझै फेरि आइसक्रिम खाने भनेर नि गाइज मेरो भाइ चाहिँ गोजीमा हात हालेर पैसा निकाल्दैछ। पैसा चाहिँ सकिसक्यो नि भाइ। अब भोलि आउँदैन होइन। अनि झुन्छ कि नै त्यो रिसा गरेको थेलो खै थेलो यता हेर्दा भाइ चाहिँ रिसा छ गाइज भोलि आउँछु भनेर। आजलाई यति गाइज भोलि भेट्छौँ बाई बाई भन्यो त। गाइज अर्को